बेटी आन्टीले फोन नगरेको थाहा पनि हुँदैन थियो, ढलेर बसिरहेको थियो। तर टाइममा औषधि देखाउनु पर्दैन। खा, एकछिनमा खान्छु क्या त अफिस जाके खा। तैँले मुखले भन्न नसके पनि मैले तेरो मनको कुरा बच्चैदेखि बुझ्दै आएको छु। एक्लै बस्दाको पीडा त मलाई पनि थाहा छ, तैँले भन्न मात्र पो नसकेकी त। त्यसैले आमाले भन्नुभएको जस्तै माया र घरको खाना जति बाँड्यो उति मिठो, त्यसमाथि झन् घरको स्वाद मिसाएपछि त बिरामी सिरामी चैट। तैँले आफूलाई कहिले एक्लो महसुस गर्नु पर्दैन। जबसम्म म छु, म हरेक कोसिस गर्नेछु तँलाई आफ्नो मनको कुरा भन्न र तँलाई एक्लो महसुस नगराउन। मोनिका, सायद म धेरैको जीवनमा बोझ भएको छु। तर अब मलाई धेरै बोझ हुन छैन। के थाहा, यही पो मेरो अन्तिम सुप हुन्छ कि